हेलो गाइज, वेलकम टु आवर भ्लग। हामीले यहाँनिर आज पानी उमाल्यौँ, नुन हाल्यौँ, त्यसपछि हामीले नुडल्स तयार गर्नलाई त्यसपछि अलिकति तेल पनि राख्यौँ। अनि अब एकछिन पानी उम्लेपछि हामी यो नुडल्स हाल्छौँ। देखाइदिनु। ओके गाइस, यो नुडल्स, त्यसपछि यहाँ देखाइदिनु सोयाबिन, त्यसपछि प्याज, त्यसपछि अकबरी खुर्सानी, टमाटर, त्यसपछि क्याबेज, बन्दा। अनि अब हेर्दै जानु होला। यहाँ अब पानी उम्लिसकेको छ गाइस। अब म यो नुडल्सलाई हाल्छु। सो हालेको पनि हेर्नुहोस् त एकदम फुल गाइस भइसक्यो। अब मैले यसरी हालेँ नुडल्सलाई। अब नुडल्सलाई हालिसकेपछि म अब देखाइदिइरहनु है। सो गाइस हेर्नु होला, एकदम फुल भाफै निस्किरहेको छ गाइस। यसरी चलाउनु पर्छ नुडल्सलाई। ल हेर्नुहोस् गाइस, कसलाई मनपर्छ नुडल्स कमेन्ट गर्नु होला, कमेन्ट गर्नु होला, लाइक सब्सक्राइब पनि गर्नु। ल अब म कसरी पकाउँछु हेर्नुहोस् है। अब यसलाई एकछिन 5 मिनट छोपिदिने 5 मिनट त्यसपछि अब यो क्याबेजलाई म काट्छु। हेर्नुहोस्, मैले यो काटिसकेँ। अब यो डल्ले खुर्सानीलाई पनि काट्छु गाइस। यो डस्टबिनमा हाल्ने। ओके, त्यसपछि यहाँ हेर्नुहोस् है गाइस। अब म यो क्याबेजलाई पनि तरिकाले काट्न गइरहेछु। ओके गाइस हेर्नुहुन्छ, टाइनी एकदम सानो सानो पिस भइसक्यो यसको। त हुँदैछ, अहिले पनि प्रोसेस हुँदैछ। लास्टको चाहिँ हाल्नु हुँदैन। लास्टको जस्तो कि देखाउनुहुन्छ, यो फाल्नुपर्छ। अझै हल्का कट गर्नु। गाइस त ब्याकग्राउन्ड साउन्डलाई हल्का इग्नोर गर्नु होला। अब त्यसपछि डल्ले खुर्सानीको पालो आयो। हेर्नुहुन्छ गाइस, डल्ले खुर्सानी। ल हेर्नुहोस्, कसलाई मनपर्छ। यो अर्ग्यानिक आफ्नै बारीको। अस्ति मैले फोटो हाल्दाखेरि भ्लग पनि बनाएको छु यसको। हेर्नुहोस् गाइस, युट्युबमा गएर सबिना पौडेल भ्लग भनेर सर्च गर्नु होला। @सबीना भ्लग 12 ले सर्च गर्नु होला। ठ्याक्क तपाईँको आइहाल्छ। अकबरी खुर्सानी पनि चट्टसँगले हामी काट्छौँ। यो हेर्नुहोस् है गाइस। मलाई चाहिँ कहिले पाक्छ भनेर चासो चढिसक्यो। हामीलाई मुखमा पानी आइसक्यो होइन। अब त्यसपछि यो नुडल्स तयार हुँदैछ। गाइस तपाईँ जस्तै हेर्नुहुन्छ, फुल यस्तो भइसकेको छ। हेर्नुहोस् गाइस, हेर्नु अब यो नुडल्स तयार भयो। अब यो नुडल्स तयार भइसकेपछि हामीले एकछिन ग्यास निभाइदिएर यसलाई छोपिदिन्छौँ। ल अब हेर्दै जानु होला कन्टिन्यू भ्लग। अर्को पार्ट 2 मा यसलाई पकाएको भिडियो आउँदैछ। ल लाइक सब्सक्राइब गर्न नभुल्नु होला। बाइ बाइ। ल गाइस, पार्ट 2 यो त्यही हामीले चाउमिन पकाएको। तेल हाल्नुभयो मामुले। तेल चाहिँ थोरै नै हाल्छ गाइस। त्यसपछि अब मैले यो सोयाबिन, सोयाबिनलाई अब म भुटेर तार्छु। भागी हालौँ गाइस, भागी पर्दैन। गाइस हेर्न सक्नुहुन्छ, एकछिनपछि यसको कलर आउन थाल्छ। यसलाई चलाइराख्नुपर्छ। तपाईँलाई हल्का हाई ग्यासमै पकाउनुपर्छ। धेरै ग्यास हाई लो चाहिँ पनि गर्दा हुन्छ। कलर चाहिँ आउनु पर्छ लो ग्यासमा। अब यो सोयाबिनलाई पोड्छु यसरी। सोयाबिन कसलाई मनपर्छ कमेन्ट गर्नु होला। सो गाइस, तपाईँ सोयाबिन कसलाई मनपर्छ कमेन्ट गर्नु र लाइक सब्सक्राइब गरेर जानु।
यस्तै हामी यस्तै बनाएर टिप्सहरू दिँदै गर्छौँ भन्नु न ओके सो गाइस यहाँ तपाईँ सब्सक्राइब गर्दै गर्नु कलर यसको कलर आउन थालिसकेको छ गाइस तपाईँलाई जुम गरेर देखाइदिन्छु फुल जुम गाइस पुरै कलर आएछ अब यसको कलर आउन थाल्यो अब यसलाई हामी झिक्छौँ हेर्नुहोस् है रातो रातो भयो नि यसको कलर अब यसलाई हामी झिक्छौँ यसको कलर देखाइदिन्छु कलर हेर्नुहोस् डेन्जरस टाइम अब हामी अलिकति थोरै ओइल डालेर अझै तेल हाल्ने थोरै धेरै होइन यस्तै टिप्सको लागि हामीलाई लाइक सब्सक्राइब गर्नुहोला अनि कमेन्टमा बताउनु यो टिपले तपाईँलाई राम्रो भयो कि भएन त्यसपछि हामी अब तेल तातिसकेको छ त्यसपछि हामी के हाल्छौँ डल्ले खोर्सानी अझै हामीले काटेको खोर्सानी धेरै नै पर जानुपर्छ तपाईँलाई म जुम गरेर देखाइदिन्छु नो टेन्सन खोर्सानी हाल्छौँ त्यसपछि हामी के हाल्छौँ प्याज प्याज हाल्छौँ नहुनुहुन्छ खोर्सानीको राजले चाहिँ खोर्सानी चाहिँ मार्ने आँटो फिट्टोलाई पनि फुटाउनेलाई पनि नहुनुहुन्छ अब प्याज रातो रातो भइसक्न आँटिसक्यो अब हामी हाल्छौँ टमाटर चाहिँ मलाई खोकेर लगाइदिन्छ होला सबैलाई खोर्सानीको राजले त्यसपछि गाइस त्यसपछि हामी हाल्छौँ क्याबेज बन्दाकोपी खोर्सानीले मार्नु आँटो गाइस बन्दालाई पनि यस्तै भित्ने हामीले मटर चना मटर ढिलामा बिर्स्यौँ मामुले त्यसमा चना मटर हालेको छु भने भिडियो काटिन्थ्यो मिठै हुन्छ तपाईँ चाहिँ सोयाबिन तपाईँ चाहिँ मटरहरू भिजाउनु नबिर्सिनु होला सरी मलाई हातछुले सिकाएको गाइस म हल्का क्यामेराम्यान भएको ओहो ल अब यसलाई पनि हल्का भिजिसकेर रातो रातो पारेपछि अब के हाल्ने अरे अघि धोएर राखेको नुडल्स नुडल्स मेरो चाहिँ हल्का रमाइसको सबैतिर गर्ने गरी चल्लाएर यस्तो पोको पारेर होइन यस्तो गरेर खिचाएर हाल्नु आरआइपी कमेन्ट सेक्सनमा आरआइपी लेखिदिनु होला ल अब यसलाई म राम्ररी चलाउँछु त्यसपछि अहिले कस्तो भन्यो गाई एकछिन यो अब सोयाबिन पनि हाल्छु खोर्सानीको धुलो ल अर्को सेकेन्ड थर्ड पार्टमा ओके हेलो गाइस वेलकम ब्याक टु पार्ट 3 यस्तो भयो कलर यो चाहिँ हाम्रो नुडल्स अहिले पनि खोकी चाहिँ लागिरहेको छ भइसकेको छ
कसलाई मनपर्छ कमेन्ट गर्नु होला जुम गरेर देखाइदिनुहोस् कसलाई मनपर्छ थोरै थोरै अलिअलि हल्का फाइनल्ली हाम्रो चाउमिन तयार भइसकेको छ अब हामी खानतर्फ लाग्छौँ बाई 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 गाइस सब्सक्राइब हाम्रो च्यानल सब्सक्राइब गर्नु होला गाइस बाई बाई